हेलो हेलो दर्शक नमस्कार। आज हामी चाहिँ विशेष मेरो आफ्नै शब्द सङ्कलनमा बनेको यो मानव सेवक मुभीलाई चाहिँ आज म नेपालको लागि पठाउँदैछु। मेरो प्यारो सुनिल भाइ हर बखत मलाई साथ सपोर्ट दिने मेरो प्यारो भाइलाई धेरै धेरै बधाई अनि शुभकामना पनि दिन चाहन्छु। त्यसै गरी हाम्रो सम्पूर्ण यो मानव सेवा फिल्ममा जति पनि आउनुभएको छ मेरो कलाकारप्रति एकदम हृदयदेखिको सम्मान अनि नमन गर्दै सबैलाई सम्झेको छु यो एयरपोर्टको गेटबाट है। आज हामीले बिदा गर्दै गर्दाखेरि हाम्रो कलाकारहरूलाई मैले कसैलाई पनि नाम छुटाएको छुइनँ है। सायद हुनसक्ला काहीँ कमी कमजोरी भएछ भने पनि त्यसलाई सरी भन्न चाहन्छु र सम्पूर्ण कलाकारप्रति मेरो सम्मान उस्तै सम्मान छ अनि उस्तै माया सधैँभरिको मुटुभरिको माया सम्झना राखि नै रहन्छु। यसै गरी साथ सपोर्ट गर्दै हामी अगाडि बढ्ने छौँ र आगामी दिनमा पनि फेरि पनि यसै गरी सहकार्य गर्दै हामी अगाडि बढ्दै हिँड्ने छौँ भन्दै आशा राख्दै म यति बेलाको बसाइमा हाम्रो प्यारो भाइलाई दिनेछु। भाइ के छ, अब नेपाल जाँदैछौ होइन, हाम्रो सुटिङको लागि के कस्तो योजना बनाउनु भएको छ, कति दिनमा चाहिँ हाम्रो योजना हुन्छ, सकेसम्म छिट्टै हुन्छ या त कस्तो हुन्छ, यो कस्तो हिसाबले सोच्नु भएको तपाईँले? हजुर, यसको योजना चाहिँ हाम्रो धेरै ठुलो छ होइन। हजुर, हामीले धेरै मिहिनेत गरेका छौँ यो प्रोजेक्टको लागि। अझै धेरै राम्रो प्रयास गरिरहेको छौँ, यसलाई राम्रो बनाउने कोसिस गरिरहेछौँ, दिनरात मिहिनेत गरिरहेछौँ होइन। हाम्रो फाइनली अब नेपालको सबै तयार भइसकेको छ होइन। अब हामी सकेसम्म छिटोभन्दा छिटो नेपालमा गएर काम पनि सुरु गर्नेछौँ। अहिले म यहाँबाट जाँदैछु, अब नेपाल गएर हेरौँ सिचुएसन के हुन्छ, गाह्रो होला साङ्ग्रो होला होइन, तर पनि हामी झुक्ने छैनौँ होइन। हमेसा अगाडि बढ्नेछौँ, काम गर्नेछौँ, जबसम्म सफल भइँदैन तबसम्म घोटिनेछौँ। हजुर मेरो प्यारो भाइलाई तपाईँलाई पनि धेरै धेरै धन्यवाद। आदरणीय मेरो दाइ मलाई धेरै सपोर्ट गर्ने है, उहाँले धेरै साथ सपोर्टले गर्दा म नेपालको भनौँ न फिल्म बनाउन गइरहेको छु। हजुर हजुर ओके, थ्याङ्क यू सो मच मेरो प्यारो भाइ। राम्रोसँग जान्नु होइन, एकदम ध्यान दिएर एकदम मिहिनेत दिएर दर्शकको मन जित्न सफल गर्नुपर्छ। मन जित्नु भाइले है, यही छ शुभकामना भाइलाई। अनि यसै गरी यो फिल्ममा मुख्य भूमिका मा हाम्रो रहनु भएको हाम्रो रोज थापा, उहाँलाई पनि स्वागत छ। यो सम्पूर्णमा धन्यवाद र मेरो दाइको पेजमा जति पनि जोडिनु भएको छ र सबैमा यही सम्पूर्ण एउटा मानवप्रतिको हाम्रो यो मेहनत, यो साथ, यो सपोर्ट दिनुहुने सम्पूर्ण आम दाजुभाइ दिदीबहिनीप्रति यही एयरपोर्टबाट कृतज्ञता व्यक्त गर्न चाहन्छु। र एउटा मानव जहाँ एउटा मान्छेले मान्छेलाई गर्नुपर्ने एउटा जिम्मेवारी र कर्तव्य, जहाँ एउटा मानवभित्र भएको एउटा गुण र मानवलाई चाहिने खाना के हो रहेछ त, कसरी चाहिँ मानव जिउने रहेछ त, यो जीवन के रहेछ भन्ने र एक अर्कालाई गर्नुपर्ने एउटा बिहेभियर के रहेछ त भन्ने यो प्रष्ट यो फिल्मबाट देख्न सक्नुहुन्छ। सम्पूर्णले माया गर्दिनँ भन्दा नि गर्नै पर्यो, किनभने हामी मर्नुपर्छ, खाली आयो खाली जानुपर्छ, केही नगर्नु। त्यही भएर यो चाहिँ विश्वले हेर्न पनि मुभी बनेको छ। र आदरणीय दाइ, आदरणीय मेरो भाइ, मेरो बहिनी, मेरो दिदी लगायत सम्पूर्णमा चाहिँ म एकदम धेरै नमस्कार गर्न चाहन्छु। हजुरहरूको साथ र सपोर्टले यहाँसम्म आइपुग्यो। अब यो सफलताको शिखरमा भने हजुरको हातमा छ, हाम्रो हातमा छ, यो संसार विश्वको मानवको हातमा छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु। जय मानव सेवा। थ्याङ्क यू सो मच। अब यसै गरी हाम्रो कलाकारको भूमिका निभाउनु भएको हाम्रो मिला बुनु एक शब्द केही बोलिदिनुहुन्छ कि? जय मानव सेवा जय हो। सबैजनाले माया गरिदिनु। हाम्रो जय मानव सेवाको फिल्म कहिले आउँछ भनेर हजुरहरूले धेरै सोधिराख्नु भएको छ। अहिले जसरी माया गरेर सोधिराख्नु भएको छ, भोलिको दिनमा पनि यस्तै गरी साथ सपोर्ट माया दिनुहुन्छ भन्ने आशा गरेको छौँ। र यसै गरेर हाम्रो जति पनि यहाँ मेरो जय मानव सेवा टिमको साथीहरू आउनु पाउनु भएन, यस्तो कारणले हजुरहरूलाई धेरै सम्झेछु, धेरै माया। र हाम्रो अब पठाउनु पाउँदा अलिकति दुःख पनि लागेको छ होइन। सो अब चाँडै नै आउनुहुन्छ। तपाईँहरूको प्रतीक्षा, तपाईँहरूको माया, तपाईँहरूको साथ सपोर्टले अब राम्रै नै पाउँछौँ, सफलतै हुन्छ भन्ने आशा गर्दै यति भन्दै जय मानव सेवा। ओके, थ्याङ्क यू सो मच। हाम्रो सम्पूर्ण टिमलाई मैले सम्झँदै यति बेलाको बसाइमा मैले यहीँ टुङ्गन चाहेँ। थ्याङ्क यू सो मच। सबैलाई नमस्कार।